हेलो गाइज, कस्तो छ? आज पाँचौँ दिनको मर्निङ वाक कम्प्लिट भइसक्यो। यो दे हेर्नु यो अब रिङ छ हाम्रो। यहाँ रनिङ गर्दा गर्दा यस्तो रिङ बनेको छ। यहाँ सर्कल, यही सर्कल बनेको छ कि हामी रनिङ गर्दा गर्दै गर्दा गर्दै अहिले कुहिरो त आज पनि लागेको छ, धेरै बढी लागेको छ। लागेको छैन त्यस्तो कुरो त छैन, लागेको छ। यतापट्टि क्यामेरा गरेर हेराइदिन्छु, हेर्नुहोस् कतिको कुहिरो लागेको छ। धेरै टन्न कुहिरो लागेको छ माथि तल। अहिले हाम्रो टाइम 7:07 भइरहेको छ अनि हामी उठेको थियो 5:20मा। अनि मुख धुँदै ब्रस गर्दै आएको। अनि त लागिहाल्छ, टाइम त लागिहाल्छ। के भयो, टाइम लाग्छ त के लाग्छ, एउटा फाइदा पनि हुन्छ। अब ब्लग बनाउन टाइम भ्याउँछ, टाइम भ्याउँदैन, कन्टेन्ट नै मिल्दैन। अब च्याट जिपिटीसँग सोधेर आउनुपर्छ कि कन्टेन्ट कसरी बनाउनु, स्क्रिप्ट लेखेर आउनुपर्छ के यहाँ कहाँ कसरी कन्टेन्ट बनाउने, बाहिर गएर कसरी कन्टेन्ट बनाउने। मलाई त लाज के हो, पब्लिक प्लेसमा लाज लागिहाल्छ, तर अब डराउनु पर्दैन कि। कति डराउने, डरायो भयो। अब नर्मल नर्मल अब केही हुँदैन। यसरी घुमेर भ्लग बनाइरहेको छु। त्यो माथि चढिरहेको छुइनँ, म अहिले ग्राउन्डमै छु। माथि गइरहेको छुइनँ कि अलिकता भ्लग बनाइहाल्नु तब जाऊ। मेरो त हात तुरन्तै दुख्न थाल्छ के कसो छ। म अब जाँदैछु माथितिर गएर घर जाने, घर गएर फेरि गोटा हात धुने, अनि एकछिन बस्ने, आफ्नो जुन काम छ दैनिक जीवनमा त्यही काम गर्ने। अझै के गर्ने, जुन काम छ त्यही गर्ने। पैसा त कमाउनु पर्छ। हस् त, अर्को पाठमा भेटौँला। ल गाइस, आज चाहिँ खेतमा इलेक्ट्रिसिटी छैन के, त्यही चेक गर्न आएको छु कि छ कि छैन इलेक्ट्रिसिटी। यहाँ कोहीबाट आउनु थियो क्या, अनि इलेक्ट्रिसिटी नै छैन। अब हेर्छु एकछिन चलाएर कसो छ। यहाँ छ मिटर हाम्रो, अनि म स्विच दिँदैछु। अब सिधा घर जाने के, घर जानु सिवा कुनै। यहाँ हेर अलिकता चल्ने विचार गर्दैछु, तर जाडो लाग्यो होला, किनकि के त अब जानु पर्यो घरतिर। यहाँ तपाईँलाई आफ्नो कोपीबारी हेराउँछु के, एकछिन पाउनु। यहाँ योहरूमा पानी दिनु छ कि, जोडेको थियो यहाँसम्म। अहिले सानो सानो छ। अब त यो भिडियोमा क्लिक भइसक्यो भने ठुलोको पनि भिडियो आउँछ। उतापट्टि पहिला रोपेको त अलिकता ठुलो छ, अनि ठिकै छ। आज पनि ब्रस गरेर आएको छु त के भयो, आज पनि टिपेर तपाईँलाई भन्छु एकछिन पर्खिनुहोस्। नेचुरल ब्रस, यो नेचुरल ब्रस टिपेको के। अब यहाँ गर्दै कम्तीमा 10-20 मिनट गर्छु, अनि फालिदिन्छ। धेरै राम्रो हुन्छ। फेरि नोटप्याड फ्रीमा आउँछ क्या, के छ फ्रीको सामान युज गर्नुमा म पछाडि आउँछु। यसको चाहिँ कुनै साइड इफेक्ट छैन, म अर्को भिडियोमा पनि भनेको थियो, तर छैन। नेचुरल छ, पुरा फ्री छ। यसलाई हिन्दीमा दातुन भन्ने गर्छ के, हाम्रो भाषामा चाहिँ म यही हिन्ट गर्दैछु। अब अर्को दिन भेटौँला।